ईश्वरलाई करोड करोड धन्यवाद, कोटी कोटी धन्यवाद। कसलाई? उताको पितालाई होइन, माथि सबै गर्नुहोस् हात, त्यही हातले जोरदार तालीका बीच अब भने तपाईँ हामी माझ ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका हामी सबैका अग्रज अगुवा आदरणीय सर हजुर प्रकाशदीप गैरी सर हजुरलाई एकचोटि फेरि प्लिज जोरदार तालीका बीच सम्मान अनि स्वागत गर्न चाहन्छु। ईश्वरलाई करोड करोड धन्यवाद। म येशूको नाममा। तपाईहरु जसरी ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर यो ठाउँसम्म पाल्नु भयो, तपाईहरुलाई सम्पूर्णलाई म प्रकाशदीप गैरीको तर्फबाट शिर एउटा उच्च नमन व्यक्त गर्न चाहन्छु। आजका यस सभाका प्रमुख अतिथि राजनीतिक क्षेत्रमा धेरै अग्रसर हुनुहुन्छ। उहाँले मलाई भनिरहनु भएको छ अघिदेखि नै, मानिसले धार्मिक स्वतन्त्र हुनुपर्छ, उसलाई कुन धर्म मान्न खुसी हुन्छ वो मान्न पाउनुपर्छ, जनताको खुसी नै हामी राजनीतिज्ञको हुनुपर्छ। आज यो माहौल देख्दै गर्दाखेरि जनताले परिवर्तन खोजिरहनु भएको छ भन्ने कुरा मैले उहाँबाट प्रष्ट मलाई पारि पनि सक्नु भएको छ। आजका प्रमुख अतिथिलाई पनि म हृदयदेखि शिर एउटा उच्च नमन व्यक्त गर्न चाहन्छु। आजका सम्मानित व्यक्तित्व हुनुहुन्छ, मेरो आत्मीय मित्र पनि हुनुहुन्छ। आज यो स्टेजले उहाँलाई सम्मान गर्न पाउँदा सच्चाई केन्द्र नेपालले आज कला क्षेत्रमा लागेर धेरै मानिसहरूलाई कला क्षेत्रबाट सुशिक्षित पनि गराइराख्नु भएको छ। आज त्यस्तो व्यक्तित्वलाई यो स्टेजले पाएको छ। हाम्रो शिव हमालप्रति पनि म प्रकाशदीप गैरीको तर्फबाट शिर एउटा उच्च नमन व्यक्त गर्न चाहन्छु। हाम्रो आज यो बानियाटार शाखा वार्षिक उत्सवमा हामी उपस्थित भएका छौँ। आज निम्तो दिनुभयो। यो निम्तोले हामी असाध्यै म आफूले पनि एकदमै भाग्यमानी फिल गरेको छु। सायद मैले उहाँलाई गाली गर्नेहरूमा धेरै उहाँ पर्नुहुन्छ होला। मैले फोन पछि नै गाली गरिरहेको हुन्छु, ल है तपाईँले यस्तो नगर्नुहोस् है, ल है तपाईँ सचेत हुनुहोस् है, यो होइन नि। मलाई लाग्छ मैले गाली गर्छु फोन काटेपछि कतै चित्त पो दुखाउनु भयो कि, यत्रो गाली नगरेको भए हुन्थ्यो, यस्तो नभनेको भए हुन्थ्यो, कतै चित्त दुखाउनु भयो कि भनेर फेरि पछि फोन गर्न मन लाग्छ। अनि त्यो पहिलाको कुरै पाउँदैन, पुरै बिर्सिसकेको अवस्था पाउँछु। अनि मनले भन्छ ईश्वर अघि बढाउनुहोस् है। आज साँच्चै नै अगाडि बढाउनु भएको छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड धन्यवाद दिन चाहन्छु। म मसी येशूको नाममा। आज मलाई यहाँ आएर गर्व लागेको कुरा के छ भन्दा, आज हामीले तीनजनाबाट सुरुवात गरेको परमेश्वरको महिमा। मेरी छोरी सानी सूचनाले नाच्थे, मैले हार्मोनियम बजाउँथेँ, सुशीला म्यामले मादल बजाउनुहुन्थ्यो। तीनजनाबाट सुरुवात गरेको महिमा आज देशव्यापी आज करोडौँ मानिसहरूले ईश्वर मनमा हुनुहुन्छ भन्दै गर्दाखेरि यहाँभन्दा ठुलो धर्म के गर्नुपर्छ जस्तो मलाई भित्रबाट त्यो लाग्दैन। आज मानिसहरू मेरो धर्म तेरो धर्म, हिन्दू राज्य, मुस्लिम राज्य, क्रिस्चियनको राज्य, बुद्धिस्टको राज्य, यो चाहिन्छ त्यो चाहिन्छ भनिरहँदाखेरि मलाई कता मन दुख्छ। हे परमेश्वर पिता, हामीलाई मुस्लिमको राज्य पनि चाहिएको छैन, हिन्दूको राज्य चाहिएको छैन, बुद्धिस्टको राज्य चाहिएको छैन, क्रिस्चियनको राज्य चाहिएको छैन। आज हामीलाई मानवको राज्य चाहिएको छ, मानव एक हुने राज्य चाहिएको छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड धन्यवाद दिन चाहन्छु। मसी येशूको नाममा। आज सहर हेर्छौँ हामी, तपाईहरुले ख्याल गर्नु भएको छ कि छैन? सहरहरूमा घरहरू ठुला भइरहेका छन्, मन भने सानो हुँदै गइरहेको छ। आज सहरमा आज मानव जातिको विकसित हुँदै गइरहेको छ, मानवता बढ्दै गइरहेको छ, तर मानवता हराउँदै गइरहेको छ। चिन्ता त्यहाँनिर छ। आज सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, मलाई जातमा नखोज तिमीले, मलाई धर्ममा नखोज तिमीले, मलाई कुनै समुदायसँग नखोज मेरा सन्तान तिमीले।
मलाई निर्दोष मन भएका सोझा मन भएकाहरू हृदयमा खोज, तिमीले मलाई प्राप्त गर्न सक्नेछौ। म मन्दिरमा छैन, म मस्जिदमा छैन, म चर्चमा छैन, म गुम्बामा छैन, म सच्चाइमा पनि छैन, म त तिम्रो हृदयमा छु। मैले तिमीलाई पवित्र मन्दिरको रूपमा मैले तिमीलाई पवित्र मन्दिर बनाएको छु। त्यो मन्दिरमा म बास गरेको छु। कि तिमी अझै पनि बाहिर खोज्दै छौ? किन अझै पनि अन्धा जस्तै बन्छौ तिमी मेरा सन्तान? के तिमीले चोट पाएनौ र? तिमी जहाँ ईश्वर खोज्न जान्थ्यौ त्यहाँ ठक्कर पाएनौ र? तिमीले खोजेको ईश्वर तिम्रै मनैमा थियो नि, किन तिमी वनमा खोज्दै हिँड्छौ मेरा सन्तान? मैले तिमीलाई प्रेम गरेको छु, मेरो सन्तान हुने अधिकार दिएको छु। तिम्रो मम्मीको गर्भमा हुनभन्दा पहिले मेरो योजनामा थियौ र आज मैले यो संसारमा तिमीलाई मेरो महिमा गर्न पठाएको छु मेरा सन्तान। तिमी फेरि पनि कसैले ठुट्टामा खोजिरहेका छन्, कसैले बुट्टामा खोजिरहेका छन्, कसैले ढुङ्गामा खोजिरहेका छन्, कसैले तस्बिरमा खोजिरहेका छन्, कसैले आकाशमा खोजिरहेका छन्, कसैले सूर्यमा खोजिरहेका छन्, कसैले पानीमा खोजिरहेका छन्, कसैले हावामा खोजिरहेका छन्। म त तिम्रो हृदयमा छु नि मेरा सन्तान। मलाई तिम्रो हृदयभित्र खोज, मलाई तिम्रो हृदयभित्र प्राप्त गर्न सक्नेछौ। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। मैले नर र नारी बनाएँ मेरा सन्तान। मानिसहरूले जात बनाउनु भयो, मानिसहरूले धर्म बनाउनु भयो र लडाइँहरू बिर्सिरहेका छन्। किनकि यो संसारमा मेरो महिमा गर्न चराचुरुङ्गीलाई हेर त एकचोटि। तिमीले सजिलै छ भन्छौ, रुखमा बास बस्न लाग्यो करायो भन्छौ तिमी। जब दिनभरि सिकारीको पासोबाट जब बचेर आउँछन् नि ती चराचुरुङ्गीहरू, रात रुखमा बसिसकेपछि चराचुरुङ्गी कराउन थाल्छन् अनि हामी भन्छौँ चराहरू कराउन थाले, बास बस्न थाले। होइन नि मेरा सन्तान। हे पिता, आज दिनभरि मलाई तपाईँले सिकारीको हातबाट र पासोबाट सुरक्षित राख्नुभयो पिता। जसरी आज दिनभरि मलाई रक्षा सुरक्षा राख्नुभयो पिता, आजको रात पनि यो रुखमा रक्षा सुरक्षा राख्नुहोस् है भनेर उनले प्रार्थना गरिरहेका हुन्छन्। तर हामी चाहिँ चराचुरुङ्गी बास बस्न लाग्यो भन्छौँ। एउटा चराले बास बस्न लाग्दा मलाई पुकारिरहेको हुन्छ, तर तिमी बास बस्न लाग्दा भट्टी पुकारिरहेका हुन्छौ। तिमीले किनेको एउटा स्कुटरमा मट्टीतेल तिमीले हाल्दैनौ मेरा सन्तान, किनकि त्यो स्कुटरको इन्जिन बिग्रिन्छ भनेर म बस्ने मन्दिरमा तिमीले कस्तो नराम्रो चिज हालेर बसिरहेका छौ, राखेर बसिरहेका छौ। एकचोटि सोच त मेरा सन्तान। त्यसैले म तिमीलाई सन्तान हुने अधिकार दिएको छु। मैले तिमीलाई हरेक ठाउँबाट, हरेक अप्ठ्याराबाट, मुस्किलबाट, हरेक पासोबाट, शैतानका चालबाट मैले तिमीलाई रक्षा सुरक्षा राखेको छु। रातमा आउने बाढबाट मैले तिमीलाई रक्षा सुरक्षा राखेको छु। दिनमा आउने महामारीबाट मैले तिमीलाई रक्षा सुरक्षा राखेको छु। किनकि यो त नर्मल हो, आत्तिनै पर्दैन यस्ता कुरा त हामी त देखिकन। किनकि आज संसारका मानिसले फलाना आयो आऊ भन्नुहुन्छ, ओए नासरक मसी यसको नाममा त हट भन्छौँ हामी। हटिसकेको हुन्छ। किनकि आज सर्वशक्तिमान परमपिता परमेश्वर प्रश्न भनिरहनु भएको छ, मलाई जातमा नखोज, मलाई धर्ममा नखोज। जहाँ जुन घरमा मेलमिलाप छ मेरो त्यहाँ बास हुन्छ। मैले हरेकको ढोका ढकाएको हुन्छु। मलाई जान्नेले र बुझ्नेले मात्र मेरो निम्ति ढोका खोलिदिएका छन्। म त्यो घरमा बास बसेको छु। म त्यो घरमा आनन्द लिएर आएको छु। म त्यो घरमा आशिषित बनेर आएको छु। म त्यो घरमा मेलमिलाप लिएर आएको छु। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। त्यसैले नडराऊ मेरा सन्तान। तिमी रातमा आउने बाढदेखि डराउनु पर्दैन। एउटा कुखुराको आमाले आफ्नो बच्चालाई सुरक्षित राख्न जानेकी हुन्छन्। जङ्गलमा हुर्काउँदै गरेको बच्चा जस्तै जङ्गलमा हामी हरेक एउटा बाघले आफ्नो बच्चालाई सुरक्षित राख्न जानेको हुन्छ। जङ्गलमा जन्माउँदै गरेको एउटा मृगले आफ्नो बच्चालाई सुरक्षित राख्न जानेको हुन्छ। तिमी त त्योभन्दा पनि धेरै चेतनशील प्राणी हौ। तिमी त्योभन्दा धेरै मूल्यवान छौ। त्यसैले मैले तिमीलाई रक्षा सुरक्षा राख्न मैले जानेको छु मेरो सन्तान। तिमी डराउनु पर्दैन, तिमी आत्तिनु पर्दैन। आज मानिसहरू हरेक चिज वस्तुमा खोजिरहेका छन्। अघि भर्खरै भजन, कस्तो राम्रो भजन हेर्नुहोस् त।
फुल देखिन्छ, फुलभित्रको बास्ना देखिँदैन, मानव निर्मित तस्बिरमा ईश्वर भेटिँदैन। र पनि हामी फेरि मानव निर्मित वस्तुमा ईश्वर खोजिरहेका थियौँ। तपाईलाई थाहा छ कि छैन, तपाईले बुझ्नु भएको छ कि छैन, हामी पढेका छौँ, लेखेका छौँ, जान्ने छौँ, विद्वान छौँ, विदुषी छौँ। एकजना भैयाले के गर्नुहुन्छ भन्दा, एकजना तपाईको घरमा बिग्रिएको भत्किएको काम नलाग्ने भाँडाकुँडा छ भने ल्याउनुहोस्, म ईश्वर बनाइदिन्छु भन्नुहुन्छ। हाम्रो घरमा थन्काएर राखेको भाँडाकुँडा लिएर गएर पगालेर अनि ईश्वर बनाएर लिएर हामी त्यही ईश्वरको पूजा गरेर बस्ने हुन्छौँ दिनमा। कति निर्दो, कति अबुझ छौ तिमी। म त्यो चिज वस्तुमा छैन, अब म त तिम्रो हृदयमा छु, मलाई धूपबत्ती बाल्नु पर्दैन। तिम्रो हृदयले, तिम्रो पवित्र आत्माले यदि तिमीले पवित्र भएर मलाई ईश्वर धन्यवाद भन्यौ भने पनि मेरो लागि त्यो काफी हुनेछ। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। आज मानिसले कसैले शङ्ख बजार ईश्वर खोजिरहेका छन्, कसैले घन्टी बजार ईश्वर खोजिरहेका छन्, कसैले जिब्रो काटेर ईश्वर खोज्नु भएको छ, कसैले आफैलाई क्षति पुर्याएर ईश्वर खोज्नु भएको छ, कसैले घरको कुनामा ईश्वर खोज्नु भएको छ, कसैले मनको कुरामा ईश्वर खोज्नु भएको छ। तर तपाईँ हामी कति सौभाग्यशाली मनको कुनामा ईश्वर खोजिरहेका छौँ र प्राप्त पनि गरेका छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। कहिले हामी माओवादीको लागि लड्यौँ, कहिले हामी काङ्ग्रेसको लागि लड्यौँ, कहिले हामी एमालेको लागि लड्यौँ, कहिले हामी राजसोपाको लागि लड्यौँ, कहिले हामी राजाको लागि लड्यौँ। तर जसले तपाईँ हाम्रो जिन्दगी तहस नहस बनाएको थियो नि, कहिले डिप्रेसनको शिकार बनायो, कहिले मुटुको शिकार बनायो, कहिले क्यान्सरको शिकार बनायो, कहिले नसाको शिकार बनायो, कसैले यो किडनीको शिकार बनायो, त्यसको निम्ति लड्नको लागि एकचोटि कसैले आवाज उठाउनु भएन। ऊ किनकि अदृश्य भएर कार्य गरिराख्यो। त्यसैले आज जसले अदृश्य रूपमा हाम्रो शरीरमाथि अट्याक गरेको थियो नि, त्यो शैतानिक आत्मामाथिको लडाइँ हो। न हाम्रो जातको लडाइँ हो, न हाम्रो धर्मको लडाइँ हो, न हामीलाई राजा आऊ भन्नु छ, न हामीलाई राजा जाऊ भन्नु छ। हामीलाई त सुख शान्ति समृद्धि आऊ भन्नु छ, मेलमिलाप आऊ भन्नु छ। शैतानिक आत्मा, रोगी आत्मा सबै जाऊ भन्नु छ। त्यसैले हामीलाई सर्वशक्तिमान परमपिता परमेश्वर हामीलाई त जुन व्यवस्थाले हाम्रो रक्षा सुरक्षा गर्छ त्यो व्यवस्था चाहिएको छ। हामीलाई त्यो व्यवस्था चाहिएको छ। हामीलाई जुन व्यवस्थाले हाम्रो रक्षा सुरक्षा गर्न सक्दैन नि, त्यो व्यवस्थाको लागि हाम्रो आवाजहरू बुलन्द हुनुपर्छ र गर्नुपर्छ र गर्ने पनि हो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। आज हामीलाई जुनसुकै व्यवस्था आओस्, त्यो व्यवस्थाले हामी सुरक्षित छौँ कि छैनौँ। यदि त्यो व्यवस्थाले हामी सुरक्षित छैनौँ भने आजैबाट हामी आवाज उठाउन सुरु गर्नुपर्छ। किनकि हिजो हामी हरेक ठाउँबाट ठक्कर खाएर अब बल्ल उठेर हिँड्न लागेको हामी परमपिता परमेश्वरका पवित्र सन्तान हौँ। त्यसैले हामीले आज परमेश्वरसँग मागेका छौँ, पिता यो देशमा शान्ति आओस्, हरेकले उद्धार पाओस्, हरेकले परमेश्वरलाई जानोस्। परमेश्वर धर्मको हुनुहुन्न, परमेश्वर जातको हुनुहुन्न। परमेश्वरले यो मन्दिर बनाउनु भयो, परमेश्वर कसैले बनाएको र कसैको पेवा होइन। परमेश्वर निर्दोष बनाउनुको हुनुहुन्छ। परमेश्वर घरमा पुजेर पाइने परमेश्वर होइन। परमेश्वरलाई पैसाले किनेर पाउने ईश्वर होइन। कसैलाई मन लाग्यो किनेर पाउने ईश्वर र कसैलाई मन लागेन बेचिदिने ईश्वर हाम्रो ईश्वर होइन। आजसम्म कसैले पनि ईश्वरलाई तस्बिरमा आजसम्म कसैले पनि यो चाहिँ ईश्वर हो भनेर बनाउन पनि सक्नु भएको छैन। किनकि सर्वशक्तिमान परमेश्वर पिताले भन्नुभएको छ कि मैले तिमीलाई मेरो स्वरूपमा सृष्टि गरेको छु मेरो सन्तान। तिमी कति सुन्दर छौ, मेरो स्वरूपमा तिमीलाई सृष्टि गरेको छु। जुन दिन तिमीले रोमी 10 को अंगीकार गर्यौ नि, जुन दिन तिमीले रोमी 10 को अंगीकार गर्यौ नि, त्यो दिनबाट तिमीले यो संसारको होइन स्वर्गीय स्थानको अधिकार प्राप्त गरेका छौ। अब ईश्वरसँग नजिक भई भन्ने प्रमाण के त?
ईश्वर त सबैले भन्नुहुन्छ, मुखले सबैले भन्नुहुन्छ ईश्वरसँग म नजदिक भएँ भन्ने प्रमाण के त? जब जब तपाईलाई समाजका मानिसले तुच्छ ठान्न थाले, जब जब तपाईका आफ्ना इष्टमित्रले तपाईलाई टेढा आँखा गर्न थाले, जब जब तपाईलाई समाजका मानिसहरूले घृणा गर्न थाले, जब जब तपाईलाई मानिसहरूले हुने भन्दा नहुने कुराहरूमा त्याग लगाउन थाले भने मान्नुहोस् म ईश्वरको नजिक छु। पिता, हजुरलाई करोड करोड धन्यवाद दिन चाहन्छु, किनकि ईश्वरले भन्नुभएको छ मेरालाई संसारका मान्छेले, संसारका मानिसहरूले घृणा गर्नेछन्, तुच्छ ठान्नेछन्, तर जति जति संसारका मानिसले तुच्छ ठान्नेछन् त्यति त्यति मैले मेरा सन्तानलाई उच्च बनाउनेछु। किनकि आज सर्वशक्तिमान परमपिता परमेश्वर, आज हामी यहाँ भनिरहेका छौँ ईश्वर येशू मसीह भन्दै गर्दा कतिले जिब्रो टोक्नुहुन्छ अनि यो के भनेको? यो विदेशी धर्मको कुरा गर्दैछ। मैले लगाएको कोट होइन नि हजुर विदेशी धर्म गर्नलाई, मैले बाँधेको हातको घडी कसैले स्वदेशी विदेशी भन्नुहुन्न। आउनुहोस् मेलमिलाप गरौँ, एक मात्र ईश्वर हरेकको हृदयमा बास गर्नुहुन्छ भन्दाखेरि त्यहाँ स्वदेशी र विदेशीको कुरा आउँछ। मैले खाँदै गरेको घाँस चामल आउने स्वदेशको कि विदेशको त्यो हामीलाई त्यसमा सम्बन्ध हुँदैन। मैले बोक्ने गरेको मोबाइल स्वदेशको कि विदेशको सम्बन्ध हुँदैन। मैले मान्दै गरेको भ्यालेन्टाइन डे स्वदेशको कि विदेशको त्यसमा सम्बन्ध हुँदैन। मैले ह्याप्पी बर्थडे टु यु भन्दै गर्दा स्वदेशको कि विदेशको त्यसमा सम्बन्ध रहँदैन। जब मैले मेरो परमेश्वर आत्मामा हुनुहुन्छ, ईश्वर मेरो पिता ईश्वर हुनुहुन्छ भने त त विदेशी रहेछस्, त त विदेशी धर्म रहेछस्। जसले भन्नुभयो उहाँ अज्ञानताको कारणले भन्दै गर्नुभएको छ। त्यसैले अज्ञानताको पछाडि मेरा सन्तानहरू ज्ञानको कमीले नष्ट भएका छन्। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ हे मेरा सन्तान, अब तिमीहरूका सुखको दिन आइसकेको छ, शान्तिको दिन आइसकेको छ, आनन्दको दिन आइसकेको छ। जे हुन्छ नि त्यो राम्रो हुन्छ। जब तपाईँ हामीमा हालत आउँछ नि बिग्रिनको लागि आउँदैन, निख्रिनको लागि आएको हुन्छ। यति कुरामा ढुक्क हुनुहोस्। जब तपाईँ हामीलाई सताउनलाई राज्य लाग्छ, राज्य कहिले पनि लाग्दैन, यो मलाई विश्वास छ। यदि राज्य लाग्यो भने नि परमेश्वरको राज्यको सुरुवात सुरु भयो। किनकि हाम्रो पिताले भन्नुभएको छ मैले संसारमा सुख शान्ति समृद्धि पठाएको हुँ, मैले सुख शान्ति समृद्धिको मैले व्यवस्थापन गरेको हुँ। तर मानिसले कसैले जात बनाउनु भयो, कसैले धर्म बनाउनु भयो र आज त्यसैमा लडाएर गरेर बसिरहेका छन्। मलाई पल्लो छेउका पारेका छन्, मलाई तुच्छ बनाएका छन्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। म मसीह येशूको नाममा। समय अत्यन्तै छोटो छ। आजका सम्मानित व्यक्तित्वलाई नै हामीले यो समय दिनुपर्छ, किनकि उहाँको लागि पनि हामीले केही समयको जुमो गरेका छौँ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर कहाँ हुनुहुन्छ? वनमा। सुनिन मैले अलिकति सबैले एकचोटि ईश्वर वनमा छन् मनमा होइन हो। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाममा। त्यसैले ईश्वर मनमा हुनुहुन्छ, हामी सबैलाई थाहा भयो। आजबाट हामी वनमा ईश्वर खोज्दैनौँ, खोज्छौँ त? वनमा ईश्वर खोज्नेले हात उठाउनु त? वनमा ईश्वर खोज्नेले हात उठाउनु त? वनमा ईश्वर खोज्नेले हात उठाउनु त? मनमा ईश्वर खोज्नेले हात उठाउनु त? मनमा ईश्वर खोज्ने ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाममा। त्यही हातले ईश्वरको लागि एकचोटि जोरदार तालीले सम्मान गरिदिनु न। हार्दिक हार्दिक अनुरोध गर्दछु सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा। आज हाम्रो आजका सम्मानित व्यक्तित्व शिव हमालको मुखारबिन्द भएर हामीले भजन पनि सुन्नै बाँकी छ होइन। त्यसैले हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्, उन्नति रहोस्, प्रगति रहोस्। तपाईँहरूका नाना नानी काका काकी मामा भाइ भतिज गर्दिस भएर परदेश हुनुहुन्छ परमपिता परमेश्वरको घरमा आशिष रहोस्। तपाईँहरूको घर घरमा ईश्वरको आशिष रहोस्। दुःख कष्ट दरिद्रताले कहिले पनि बाँच्न
अर्थमा रोग र शोकका आँसु कहिल्यै नआउन् आँसु आओस् र खुसीको आँसु आओस् त्यही पनि भुइँसम्म खस्न नपाओस् भन्दै म तपाईँहरूबाट वचन गर्न चाहन्छु। हस्त नमस्ते।